सो हे गाइस वेलकम ब्याक टु माई अनदर भिडियो। आजको दिन सुरु भयो भन्नु त अघि 10 बजी ड्युटी आएको, तर 10 बजीदेखि नै अर्डर नभएर चाहिँ भर्खर बाइक र सेफ्टीहरू पनि केही लागेको छैन। भर्खर फर्स्ट अर्डर आएर फर्स्ट अर्डर लिएर जाँदैछु। सो गाइस कोही बेला अर्डर हुन्छ, कोही बेला अर्डर हुँदैन, कोही बेला अर्डर बेसी भएर वक्कै लाग्छ हो। सो यो भर्खर हेलमेट निकाल्दैछु हो, हेलमेट सेफ्टी हो, ग्लभ्स यस्तो हुन्छ क्या गाइस। कोही बेला भक्कु अर्डर हुन्छ, कोही बेला एउटा अर्डर हुँदैन। म 10 बजी आएको होला ड्युटी आज हो। ड्युटी आएर चाहिँ फर्स्ट अर्डर लिएर जाँदैछु। फर्स्ट अर्डर सोचिहाल्नु त कस्तो चाहिँ होला मलाई। फर्स्ट अर्डर लिएर जाँदैछु। गाह्रो छ गाइस जिन्दगी, त्यही कारण भन्छु या हबिबी कम टु दुबई भनेको एक कारण नै यही हो क्या। कोही बेला भक्कु अर्डर हुन्छ, कोही बेला एउटा अर्डर हुँदैन। के गर्नु अब त्यही के गर्छु भन्नु त, रेडी हुन्छु अन्त जान्छु अर्डर लिएर। सो गाइस म चाहिँ अब सेफ्टी लगाइसकेँ हो। खुट्टादेखि तलदेखि माथिसम्म सेफ्टी लगाएर रेडी भएको छु। अब चाहिँ अर्डर फटाफट लिएर कुद्नुपर्छ। सो गाइस फर्स्ट अर्डर कम्प्लिट हो। आज त के हो दिने कस्तो छ भन्नु। अब गवा पिउँदै हो अर्डर लिएर आएको थिएँ ब्याङ्कभित्र हो। टक्क म्यानेजरले गवा खाएर जायो भने अब यो गवा त्यो फेमस हो यताको, अब चिया जस्तै हो। त्यस्तो खास पनि हुँदैन, त्यस्तो मिठो पनि हुँदैन, चिनी हालेर मात्र मिठो बनाउने हो, अरू त त्यस्तो केही छैन। सो गाइस फर्स्ट अर्डर कम्प्लिट अन टाइम। नाउ ब्याक टु स्टोर। आई होप बेलुका रुम जानेसम्म 7वटा अर्डर चाहिँ हुन्छ भन्ने आशमा छु। अब भर्खर त एउटा भयो, अब हेरौँ के हुन्छ। सो सी यु नेक्स्ट लोकेसन एन्ड नेक्स्ट भिडियो नेक्स्ट अर्डरमा। सो गाइस यो थियो मेरो सेकेन्ड अर्डर, शारजा इस्लामी ब्याङ्क हो। अच्छा गरमले त पासेको जस्तो भन्यो मलाई त। सो गाइस अब ब्याक टु स्टोर हो। भर्खर 2टा अर्डर भयो, घडी बिग्रेर घडी थन्काइदिएँ। 2टा अर्डर चाहिँ भर्खर भयो। अन्त अब त्यही स्टोर जाने, स्टोर गएर अर्डर छ भने अर्डर गर्ने, छैन अनि फेरि बसेर मोबाइल चलाउने हो। कोही बेला भक्कु अर्डर हुन्छ, कोही बेला भक्कु अर्डर हुँदैन। आज के भयो अर्डरै छैन हो, अरू बेला भक्कु अर्डर हुन्छ। भगवानै जानोस्। म त त्यही सोध्छु मङ्गलबारको दिन अर्डर होस्, अन्त अरू दिन चाहिँ नहोस् हो। मङ्गलबारको दिन अर्डर भने चाहिँ पास हुन्छ, अरू दिन चाहिँ त्यस्तो म्याटर गर्दैन मलाई अर्डर। अरू दिन 11वटा अर्डर भयो नि मलाई भयो। मङ्गलबार चाहिँ एटलिस्ट एचिभ चाहिँ गरौँ भन्ने हुन्छ क्या। सो गाइस नाउ ब्याक टु स्टोर। आई होप अर्डर इज रेडी। सो गाइस यो थियो मजास वानको अर्डर कम्प्लिट। अब म पहिला के गर्छु भन्नु त, गाडीले भोक लाग्यो भन्नु थाल्यो हो। पेट्रोल रिफिल गर्छु हो, खोलेछु। सो गाइस यस्तै हो। अल्छी लाग्यो आज त। बाई 1 गेट 1 को अफरको दिन पनि हाम्रो अर्डर छैन भन्दा चाहिँ अल्छी लाग्यो। सो गाइस नाउ ब्याक टु स्टोर हो। अब अरू अर्डर गर्छु किन टाइम छ मेरोमा 1 बज्यो हो। 1, 2, 3 बजीसम्म 3, साढे 3सम्म गरेर चाहिँ म जाने प्लानमा छु हो। तर अब हेरौँ कतिखेर हुन्छ अर्डर। सो नाउ ब्याक टु स्टोर। पेट्रोल भर्नु जान्छु पहिला। पेट्रोल अहिले अर्डर लिएर आएको थिएँ मजास वानमा, मब्रुका वानको त्यहाँ हो। अर्डर टाइममा चाहिँ बर्थडेको रहेछ, सेलिब्रेट गर्दै रहेछ बर्थडेको। सो त्यसले गर्दा अर्डर पनि कम्प्लिट। त्यहाँ लुकाएको छु बिल्डिङ। आज त्यस्तो अर्डर पनि भएन, मङ्गलबारको दिन पनि अर्डर भएन। के गर्नु, भएन त भएन होइन, छैनको तपाईँ छैन क्या। सो अब म ब्याक टु स्टोर हुन्छु। अब एउटा अर्डर 2टा अर्डर हिर्काउनु पाइन्छ दामी हुन्थ्यो भनेको हो। कहिले कुन चाहिँ भएको यो फेरि। सो गाइस यसो जसो तसो गर्दै आजको हाफ डे पनि सकिसक्यो ड्युटी। अब ब्याक टु स्टोर। गाइस आजको दिन पनि सक्यो, लास्ट अर्डर पनि कम्प्लिट अन टाइम हो। नाउ ब्याक टु स्टोर भएर बाइक साइक राखेर पहिला खाना लिन जान्छु, त्यहाँदेखि सिधा बाइक राख्छु, त्यहाँदेखि सिधा जान्छु रुम। सो आजको दिन जसो तसो खत्तम। ठिकै छ, कोही बेला हुन्छ कोही बेला अर्डर हुँदैन, त्यही त हो जिन्दगी। दर्पण छ यहाँ हो। काले त निकै काले भएछ, अब त्यही अलिक ह्यान्डसम हुनुपर्ने रहेछ है। सो गाइस जसो तसो आजको दिन सकियो मेरो। अब हाफ डे चाहिँ सकियो, हाफ ड्युटी हो। अब लगभग 7 बजी आएर फेरि ड्युटी स्टार्ट गर्नुपर्छ। 7 बजी त भाग्नुपर्छ पुरा। टार्गेट एचिभ गर्नुको लागि त भाग्नुपर्छ। सो आजको दिन मोटामोटी सक्यो मेरो हो। लास्ट अर्डर थियो अल्डाना टावरको अर्डर खत्तम। नाउ ब्याक टु स्टोर। सो मेरो टोटल आज कतिवटा भयो? आज त अर्डर भन्नु नि लाज लाग्यो। मङ्गलबारको दिन मलाई अर्डर भन्नु लाज लाग्यो भने सोचिहाल्नु कि आज कस्तो अर्डर भयो। सो गाइस नाउ ब्याक टु स्टोर। बाइक साइक राख्ने, खानासाना लिने, त्यहाँदेखि रुम जाने। सो बाई।